फिरन्ते वेलकम टु द च्यानल फिरन्ते हो र सरी गुणतिर फर्किँदैछ अगाडि के हुन्छ हेर्दै जाम है स्टेडियम यो नेपालको ब्युटी बाटो यस्तो राम्रो छ कि कुरै नगरौँ यार त्यही हो हामी चाहिँ फर्किँदै हो देवचुलीदेखि अब अगाडि सिनहरू चाहिँ हेर्नुभयो होला कस्तो कस्तो बाटोहरू छ भनेर यो चाहिँ अब देवचुलीबाट झर्दाखेरिको अलिकति अप्ठ्यारो बाटो भनेको यही हो त्यो पनि अलिकति मिलाएर चल्ने हो भने चाहिँ खासै गाह्रो होइन अब यहाँनिर चाहिँ अब यत्रो ठुल्ठुलो खाल्टो छ तपाईँ आफै अट्ने खालको खाल्टो छ अब यो खाल्टोहरूलाई चाहिँ आफूले यसो मेहनत गर्नै पर्यो लिक खोज्नै पर्यो कताबाट छिराएर कता जाम भनेर चाहिँ अरू त्यस्तो पर्दैन यहीँ यो उफड बाफड भएको छ उफड बाफड चाहिँ कटाउनै पर्ने हुन्छ यो धेरै पनि छैन फेरि यस्तै 100-200 मिटर जति होला ठोकियो अब यी गाडी पुरै डिस्को हो यसरी ठोकिने फुट्ने भत्किने अझै स्पोर्ट बाइक लिएर त आउँदैन आउनुहोस् सबैभन्दा राम्रो बरु साइन थिएँ यसको लागि स्पोर्ट बाइक होइन बाबावाला बाइक लिएर आउनुपर्छ छोरोवाला बाइक काम छैन यहाँ देखाइदिन्छ फेरि मेरो झुलाबुस पनि हिँडिसक्यो सक्कर पनि हिँडिसक्यो हिजो जाँदाखेरि नै हिँडेको अहिले बल्ल तल्ल झर्दैछु अनि र बाबावाला बाइक इम्पोर्टेन्ट छ यहाँ छोरोवाला बाइक अलिकति काम छैन फेरि ठोक्के हो ल अगाडि बाटो यस्तो सम्भव छ चिल्लो छ हेर्दै गर्नुहोस् इन्जोय म झर्दैछु देवचुलीबाट कावासुतीतिर है अब बाटो अघि पो अप्ठ्यारो अहिले त सललवाला छ सुलुलुलुवाला होइन अनि मापसे गरेर देवचुलीबाट नझर्नु होला प्रहरी बिटबाट प्रहरी सरहरूले चेक जाँच तीव्र रूपमा जारी राख्नु भएको छ र म एउटा परे कहिले रक्सी नखाने बिचरा म लाटो सोझोलाई रोजेर के अर्थ अब त मैले सरकारबाट मापसे रहितको उस बनाएर हिँड्नु पर्यो कसो म मापसी गर्दिनँ एउटा कार्ड बनाएर हिँडेर छ भन्दै हिँड्नु पर्ला जस्तो छ ल बाँकी कुरा त अब धेरै छ होइन बक्चोदी कति गरिराख्नु इन्जोय गर्दै गर्नुहोस् है त ल इन्जोय गुणतिर फर्किँदैछ है अब भिडियोलाई ड्राइभर चेन्ज भयो निरज भाइ चाहिँ ड्राइभरमा छन् अनि म चाहिँ पछाडि बस्दैछु यसो शरीरले पनि रेस्ट पाएन के हुँदैछ मलाई र अब चाहिँ अगाडि बढ्दैछौँ हामी अहिले गाउँदेखि उकालोसम्म चलाउँछौँ अहिले त्यहाँबाट चलाउँछु के अरे है त ल स्टेडियम हेर्छु अस्ताउँदो सूर्यले शरीरलाई गुणतिर बोलाउँदैछ र म बिस्तारै यो सूर्यसँगै यो बाटोलाई पूर्ण गर्दैछु लाग्दैछ यो सूर्य अस्ताएर जाँदा म पनि अस्ताइ जाने यो संसार मैले देखेको भन्दा बेग्लै छ तर होइन कतिपय कुराहरू चाहिँ यस्तो छ कि मैले शब्दले बयान गर्न सकिनँ क्या मलाई धेरै त्यो बेग्लैवाला हुन्छ क्या होइन जस्तै अस्ताउँदै सूर्य डाँडो छोडेर आएँ होइन तर आफैले छोडेर आइजानु जस्तो हुन्छ क्या सब ठिक त
खिड़की खुली और पैसे को दुनिया दिखाई दी देखो ये मेरी दुनिया चलो 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 वाला चल्दैछ यहाँ होइन अब चरीले चाहिँ बिर्सिसकेको अवस्था तर के गर्छु कुन फर्किँदैछ यति बेला जाने बेलामा यही बाटोमा फर्किसकेको हुँदै हामी दौड्नेको ओह्रालो लाग्दैछौँ त्यसरी यता राम्रो सनसेट देख्छौँ हुनाले यता पनि पुग्दैछौँ यो अगाडिको दामी भ्यू हेर्दैछौँ अब अलिक तलतिरपट्टिको टर्निङ अझै तलपट्टिको बिस्तारै बिस्तारै अगाडिपट्टिको डाँडा सँगसँगै त्यो बजारलाई पनि एकचोटि मूल्याङ्कन गरिदिउँ होइन हामी पुग्यौँ जस्तो महसुस हुँदैछ मलाई यसै यो सिन पनि यसो हेरिदिउँ भनेर हेरिदिन लागिरहेछौँ हामीले चाहिँ के हुन्छ हेर्दै जाउँ है त इन्जोय मौसम दामी छ सायद तुरन्तै हो फर्केको भएर हुनुपर्छ बरघाटदेखि बुटोलतिरको यात्रामा बाटो मौसम सबै ब्युटिफुल छ दामी छ लभली छ होइन यो सबैको कारण भनेको फिरन्ते हो सरी घर फर्केर अरू केही होइन मकबुडतिर फर्केको प्रकृतिलाई पनि मन परेछ यस्तो मिठो भइदियो खायो अझ उतापट्टि हेरौँ त आधा कालो आधा सेतो कालो बादलले ढाकेको मेरो नेपाल भने जस्तो भइरहेछ मलाई अहिले यता पानीले कुट्दैछ फेरि रमाइलो छ ल इन्जोय